हाई एभ्रिवान, नमस्ते। सेवा र सबैमा मेरो च्यानलमा स्वागत छ। आजको नयाँ भिडियो र नयाँ रेसिपीको साथमा साथीहरू, हरियो मकैको यति मिठो रेसिपी बनाएर खाउँ, छिट्टो र मिठो। सबैभन्दा पहिले चाहिँ मैले यहाँ भर्खरै बोटबाट लिएको मकैलाई लिएको छु। त्यो चाहिँ एकदम ताजा हुनुपर्छ। मकै देख्न सक्नुहुन्छ, एकदम मजाको छ। यो चाहिँ ताजा म चाहिँ सबै मकैलाई चाहिँ यसरी बोक्रासँग चाहिँ छुट्याएको छु र सबै सफा गर्दैछु। अब भने यसलाई चाहिँ हामीले बोइल गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो चाहिँ खाजाको लागि बनाइरहेको छु। यसरी बनाएको खाजा चाहिँ एकदम मिठो हुन्छ र आजभोलि मकैको सिजन छ, तपाईँहरू पनि ट्राई गर्नु होला। मैले चाहिँ यहाँ पानी साथसाथमै थोरै नुनलाई राख्दैछु। नुनसँग हामीले चाहिँ सिटी लगायौँ भने चाहिँ मजाले नुन चाहिँ मकैभित्र पसेर चाहिँ एकदम मिठो टेस्टिलो हुने गर्छ नि त। अब देख्न सक्नुहुन्छ, मैले चाहिँ यहाँ मकै पाकिसकेको छ। मजाले यहाँ चाहिँ मैले 2-3 सिटी लगाएर चाहिँ मजाले पकाइसकेको छु। अब भने म यसलाई एकछिन सेलाउन दिन्छु। मकै सेलाइसकेपछि चाहिँ म मकैलाई चाहिँ यसरी छोडाउँछु। म चाहिँ यहाँ चक्कुको सहायताले चाहिँ सबै मकैलाई चाहिँ निकाल्दैछु। मैले चाहिँ यहाँनिर मकै यति निकालेको छु, 1 प्लेट, सानो प्लेटको। मैले चाहिँ यहाँ प्यान हिट गरिसकेको छु र जसमा चाहिँ मैले 2 सानो चम्चा चाहिँ घिउ राखेर चाहिँ यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। घिउ छैन तेलमा राख्दा नि हुन्छ, तर घिउ राख्दा चाहिँ अलिकति टेस्टी हुने भएकोले चाहिँ मैले चाहिँ यहाँ घिउ राखिदिएको छु। अब मैले चाहिँ यो घिउमा चाहिँ थोरै चाहिँ यो लसुनको पेस्टलाई त तड्का दिँदैछु। यसले चाहिँ एकदम टेस्टिलो बनाउँछ रेसिपीलाई। हल्का लसुनको पेस्टलाई चाहिँ गोल्डन कलर भइसकेपछि चाहिँ मैले यहाँ मसिनो गरी काटेको प्याजलाई राखिदिन्छु। मैले प्याज चाहिँ यो सेपमा काटेको छु, अलिक ठुल्ठुलो। यसले चाहिँ मजाको देखाउँछ रेसिपीलाई। अब प्याज हल्का फ्राई भइसकेपछि मैले यहाँ मसिनो गरी काटेको क्यारेटलाई राखिदिँदैछु। त्यसको साथमै मैले त्यही सेपमा चाहिँ मसिनो गरी काटेको क्याप्सिकमलाई पनि राखिदिएको छु। सबैको सेप चाहिँ एकै लेभलको छ। यो चाहिँ यसले चाहिँ रेसिपीलाई अलिक राम्रो देखाउँछ। अब भने यिनीहरू सबैलाई हामीलाई चाहिँ एकैछिन फ्राई गरेर चाहिँ पाक्न दिनुपर्ने हुन्छ। अब भने मैले यहाँ आवश्यकता अनुसार थोरै नुनलाई राखिदिउँ। त्यसको साथमा मैले यहाँ थोरै बेसारलाई पनि राखिदिँदैछु। सबै मजाले मिक्स गरिदिउँ, एकछिन पकाइदिउँ। एकछिन छोपेर पकाउनु पर्ने हुन्छ र मैले एकैछिन 5 मिनट छोपेर पकाइदिएको छु। देख्न सक्नुहुन्छ क्याप्सिकमहरू मजाले पाकिसकेछ। अब भने मैले यहाँ आवश्यकता अनुसार स्वादको लागि चाहिँ मसिनो गरी पिसेको धनिया पाउडर र जिरा पाउडरलाई राखिदिँदैछु। अब भने हामी यसलाई सबैलाई मजाले पाक्न दिनुपर्ने हुन्छ। मैले त्यसको साथै अन्तिममा चाहिँ मैले थोरै यहाँ ब्ल्याक पेपरको धुलालाई पनि राखिदिएको छु र आवश्यकता अनुसार थोरै मैले यहाँ काश्मिरी मिर्चलाई राखिदिएको छु, थोरै कलर एड गर्नको लागि चाहिँ। अब भने यसलाई हामी सबैलाई मजाले पकाइदिउँ।
सबै पाकिसकेपछि चाहिँ मैले यहाँ थोरै टमेटो ससलाई राखिदिएको छु। यसले चाहिँ ग्रेभी बनाउँछ र त्यसको साथमै मैले ससेसलाई पनि राखिदिएको छु। देख्न सक्नुहुन्छ। अब भने हाम्रो यो सबै पाकिसकेको रेसिपीलाई चाहिँ मजाको कलर छाडिदिएको छ यो जुन टमेटो ससेसले र टमेटो क्याचअपले। अब भने हामीले यसलाई एकैछिन पकाउनु पर्ने हुन्छ। पाकिसकेको अब भने सबै पाकिसकेपछि चाहिँ मैले यहाँ छोडाएर राखेको हो मकैलाई पनि राखिदिँदैछु। हामीले सबैलाई चाहिँ मजाले मिक्स गरेर चाहिँ एकैछिन पकाउनु पर्ने हुन्छ, जो चाहिँ सबै मसलाहरू चाहिँ मकैभित्र चाहिँ पस्नु परोस्। देख्न सक्नुहुन्छ तपाईँहरूले जो ससेसले चाहिँ एकदम मजाको यो चाहिँ रेसिपीलाई चाहिँ मजाको बनाएको छ। आजभोलिको मकैको सिजन जताततै भएको कारणले चाहिँ तपाईँहरूले पनि खानुभएको छैन भने चाहिँ यसरी बनाएर खानु होला। स्पेसली चाहिँ यो चाहिँ बच्चाहरूलाई चाहिँ खाजाको रूपमा अथवा टिफिनको रूपमा चाहिँ हामीले बनाएर दिन सक्छौँ। यसरी बनाएर दियौँ भने चाहिँ बच्चाहरूले एकदम रमाएर खाने गर्नेछ। अब भने मैले पाकिसकेपछि चाहिँ यसलाई चाहिँ एउटा प्लेटमा सर्भ गर्दैछु। देख्न सक्नुहुन्छ तपाईँहरूले मजाले यो चाहिँ बनिसकेको छ र यसको स्मेल भन्नुहुन्छ भने जो हामीले घिउमा चाहिँ लसुनलाई तड्का दिएको कारणले चाहिँ एकदम टेस्टिलो आइरहेको छ। जुन साथीहरूले चाहिँ खानुभएको छैन यो रेसिपी चाहिँ एकबार चाहिँ अवश्य बनाएर लिनु होला। यति टेस्टिलो बनिन्छ नि साथीहरू, र बनाउनु पनि एकदम सजिलो र खाँदा पनि एकदम मिठो र थोरै समयमा हामीले थोरै सामानबाट चाहिँ बनाउन सकिने यो खाजा चाहिँ हरियो मकैको खाजा चाहिँ एकदम मिठो बनिनेछ। सो साथीहरू तपाईँहरूले पनि ट्राई गर्नु नभुल्नु होला। र आजको मेरो भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र नयाँ साथीहरू हुनुहुन्छ जोडिन चाहनुहुन्छ च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। यति भन्दै आजको मेरो भिडियोबाट चाहिँ बिदा। अर्को भिडियोमा भेटौँला साथीहरू। हस् त, बाई बाई।